सरकार कहाँ छ? प्रधानमन्त्रीको अभिभावकत्व के यो देशले खोजिरहेको छैन यो समयमा? के यही हो जिम्मेवारी? योभन्दा डरलाग्दा घटनाहरू आएका थिए, तर ती समयमा प्रधानमन्त्रीहरूले सम्बोधन गर्थे, राष्ट्राध्यक्षको रूपमा रहेका राजाहरूले सम्बोधन गर्थे। तर आज उहाँ कुन खुपीमा बसिराख्नु भएको छ, म उहाँहरूलाई सोध्न चाहन्छु। प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकको प्रशासन प्रणाली मार्फत गोली प्रहारबाट चलेको ज्यान गएको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दियो र गोली प्रहरीको गोलीले मरेको हो कि होइन भनेर छानबिन बिना उहाँले आफ्नो फेसबुकको शासन प्रणालीमा कसरी भन्न सक्नुहुन्छ? के यही हो परिपक्वता प्रधानमन्त्रीज्यूको? मान्य सदस्य खुशबु ओली, छोटकरीमा आफ्नो बनाइराख्नुहोस्। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीले त आफ्नो अभिव्यक्ति सच्याउनुहुन्छ कि हुँदैन मलाई थाहा छैन, त्यो समयले पनि देखाउला। तर सभामुखज्यूले तपाईँको एउटा निष्पक्ष विवेक प्रयोग गरेर उहाँको त्यो वक्तव्य नेपालले भारतको पनि सीमा मिचेको छ भन्ने त्यो स्टेटमेन्टलाई अभिलेखबाट हटाउनु हुनेछ भन्ने कुरामा हामी प्रतीक्षारत छौँ, हामी आशावादी छौँ। सबैजनाले आफ्नो आफ्नो कुराहरू राखिसक्नुभयो, सबैले घटना 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 भन्नुभयो, तर घटना के भएको रहेछ भन्ने हिम्मत कसैमा छैन। त्यति मात्र होइन सभामुख महोदय, सत्तारूढ दल लगायत अन्य दलहरूले आफ्नो प्रेस विज्ञप्तिमा सुनसरीको घटनालाई संवेदनशील र दुःखद घटना भनेर उल्लेख गरेको छ। तर कुन घटनाको कुरा गरिएको हो भन्ने स्पष्टसम्म भनिएको छैन। घटनाको प्रकृति के थियो, त्यसको पृष्ठभूमि के थियो, वा यो धार्मिक विषय सम्बन्धसँग सम्बन्धित थियो कि थिएन भन्ने बारे विज्ञप्ति मौन छ। जब कुनै शक्तिशाली राजनीतिक दलले आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने? कुन घटनाको छानबिन गर्ने भन्ने स्पष्ट नभई त्यसको मूल कारणसम्म कसरी पुग्न खोजिएको हो? घटनालाई स्पष्ट रूपमा नाम लिएर बोलबम धार्मिक यात्राका क्रममा हिन्दू धर्मावलम्बीहरू घाइते भएका, गोली लागि हत्या भएका, दर्जनौं घाइते हुँदै ज्यानसम्म गुमाएको भन्न हामी कोसँग डराइरहेको छौँ सभामुख महोदय? आज कसैले यो घाइतेहरू वा त्यो ज्यान जसको गएको छ उहाँ हिन्दू हुनुहुन्थ्यो, एउटा बोलबमको यात्रामा हुनुहुन्थ्यो भनेर हामी त्यति पनि भन्न नसक्ने यो कस्तो बाध्यता र कसले रोकिरहेको छ हामीलाई? सभामुख महोदय, बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको हिस्सासँग जोडिएको छ। त्यसै क्रममा गोली लागेर मृत्यु हुनुहुने जेन्जी युवा ओम प्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। साथै दर्जनौं घाइतेहरूप्रति पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। हिजो सर्वदलीय बैठकमा हामी विभिन्न दलका प्रतिनिधिहरू सहभागी भयौँ। म सत्तारूढ दलका सभापतिज्यूलाई धन्यवाद पनि दिन चाहन्छु। तर उक्त बैठकमा हामीले एउटा समस्या देख्यौँ। सत्तारूढ दलसँग घटनाको गतिविधि के भएको थियो भन्नको लागि त्यहाँ गृह मन्त्रालयको गृहमन्त्रीज्यू हुनुहुन्न थियो, सरकारको प्रधानमन्त्री पनि हुनुहुन्न थियो। सरकारको तर्फबाट अर्थमन्त्री हुनुहुन्थ्यो, तर उहाँले त केही ब्रिफिङ दिन सक्नु भएन, किनभने त्यो उहाँको जिम्मामा पर्ने कुरा पनि होइन। त्यो हिजोको बैठकमा हामी आफै विश्लेषणात्मक उक्त बैठकमा गएका थियौँ। त्यसमा के भयो? सद्भावको कुरा भयो। राम्रो सद्भाव चाहिन्छ, तर सद्भाव माग्दै गर्दाखेरि के हाम्रो हस्ताक्षरले मात्रै सद्भाव आउँछ? समस्या समाधान भयो त? त्यहाँ भइरहेका अहिले बन्द हडतालहरू समाप्त भए त? प्रहरी र सेना फिल्डमा ड्रोनमा उतारेर ड्रोन आकाशमा उडाएर पनि समस्या समाधान हुँदैन। सुरक्षा प्रमुखको ब्रिफिङ आइसक्यो सभामुख महोदय। यो समस्याको समाधान प्राविधिक उपायबाट होइन, राजनीतिक उपायबाट मात्र सम्भव छ भन्ने कुरा आइसक्यो। तर सरकार कहाँ छ? प्रधानमन्त्रीको अभिभावकत्व के यो देशले खोजिरहेको छैन यो समयमा? के यही हो जिम्मेवारी? योभन्दा डरलाग्दा घटनाहरू आएका थिए, तर ती समयमा प्रधानमन्त्रीहरूले सम्बोधन गर्थे, राष्ट्राध्यक्षको रूपमा रहेका राजाहरूले सम्बोधन गर्थे। तर आज उहाँ कुन खुपीमा बसिराख्नु भएको छ, म उहाँहरूलाई सोध्न चाहन्छु। प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकको प्रशासन प्रणाली मार्फत गोली प्रहारबाट चलेको ज्यान गएको स्वीकार गर्नुभएको छ।
यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दियो र गोली प्रहरीको गोलीले मरेको हो कि होइन भनेर छानबिन बिना उहाँले आफ्नो फेसबुकको शासन प्रणालीमा कसरी भन्न सक्नुहुन्छ के यही हो परिपक्वता प्रधानमन्त्रीज्यूको? गोली वास्तवमा कसले चलाएको यो हाम्रो बटम माग हो, हामीले जान्न पाउनुपर्छ। हिजो सत्तारूढ दलका सभापतिले हिन्दू धर्मावलम्बीहरू जेन्जी आन्दोलनका क्रममा भएको गोलीकाण्ड र सुनसरी घटनाकाण्ड फरक भएको भन्नुभयो। अवश्य पनि घटना, स्थान, प्रकृति, पृष्ठभूमि फरक हुन सक्छन्, तर त्यसपछि राज्यले वहन गर्नुपर्ने जवाफदेहिताको प्रश्न आज पनि एउटै छ। भदौ 23-24 का क्रममा भएका आदेश र अहिलेका आदेशहरू कुन संयन्त्रबाट हुने गर्दछ? राज्यबाट चलेका गोलीका घटनाहरूमा फरक मापदण्ड कसरी हुन सक्दछ? फेरि स्थानीय तहका मेयरले विद्युत लाइन काटिएपछि गोली चलेको भन्छन्, प्रमुख जिल्ला अधिकारीले गोली चलाउने कुनै अनुमति नदिएको बताएका छन्, अनि नेपाल प्रहरीले पनि हवाई फायर मात्र गरिएको भनेको छ। त्यसो भए गोली कसले चलायो? यो हाम्रो माग हो, हामी जान्न चाहन्छौँ। यस्तो परस्पर विरोधी अभिव्यक्तिका बीच विश्वास कसरी स्थापित हुन्छ सभामुख महोदय? त्यसैले अनुमान, अफवाह वा औपचारिक वक्तव्यमा सीमित नरही घटनाको गहिराईसम्म पुगेर निष्पक्ष र विश्वसनीय छानबिन मार्फत सत्य तथ्य फास्ट ट्र्याकबाट सार्वजनिक गर्न उच्च स्तरीय आयोग मार्फत नै छानबिन गर्ने बाटोमा सरकार तत्काल लाग्नुपर्दछ। मोरङ जिल्ला प्रशासनले धार्मिक अनुष्ठानका क्रममा ध्वनि नियन्त्रण गर्न विज्ञप्ति निकाल्यो। ध्वनि नियन्त्रणले समस्याको जरैसम्म पुगेर समाधान निस्किन्छ सभामुख महोदय? हामीले विभिन्न समयमा धार्मिक हिंसाका गतिविधि देखेका छौँ। ती सबैका जरा ध्वनिमै सीमित छन् त? यदि हिंसा रोक्न ध्वनि नियन्त्रण नै गर्ने हो भने पनि गरौँ, तर त्यसको मापदण्ड सबै धर्म र समुदायमा समान रूपमा लागू हुनुपर्छ। किनभने अन्य धर्महरूमा पनि दैनिकी प्रार्थनाका क्रममा ध्वनि निकाल्ने चलन छ। आजभन्दा अगाडिसम्म सभामुख महोदय हामीलाई हरेक प्रार्थनामा हामीले एउटै ईश्वरलाई देख्थ्यौँ, तर आज त्यो अवस्था छैन। भनाइ सकौँ मान्य सदस्य। म छोट्याउँदैछु सभामुख महोदय। ध्वनि नियन्त्रणको विज्ञप्तिले प्रशासनिक परिपक्वता देखायो त सभामुख महोदय? यस्ता अदूरदृष्टि विज्ञप्तिले धन इगो पैदा गरिराखेको छ। किन एउटा धर्ममा मात्र लक्षित गरियो? किन पुराणै भनेर उल्लेख गरियो? यो कुरामा हामी संवेदनशील हुनुपर्ने हो कि होइन सभामुख महोदय? म यहाँलाई सोध्न चाहन्छु। नेपाल धर्मनिरपेक्ष राष्ट्र बने यता धार्मिक असहिष्णुता, साम्प्रदायिक तनाव र धार्मिक प्रकृतिका विवादास्पद घटनाहरू बढेको अनुभूति समाजका विभिन्न तहबाट व्यक्त हुँदै आएको छ। यस अवस्थाको राजनीतिक र नीतिगत जिम्मेवारी विगतका ती सरकारहरूले पनि वहन गर्नुपर्छ जसले संविधान मार्फत धर्मनिरपेक्षता व्यवस्था लागू गरे तर त्यसको सिद्धान्त पालना गर्न सकेनन्। यहाँ एउटा गम्भीर प्रश्न छ, नेपाल धार्मिक र सांस्कृतिक रूपमा आज बढी सहिष्णु छ कि संवैधानिक राज संस्था सहितको हिन्दू राष्ट्र हुँदा सहिष्णु थियो? यो प्रश्न भावनाले होइन, तथ्य, प्रमाण र गम्भीर बहसले उत्तर खोज्नुपर्ने विषय बनिसकेको छ। देशका विभिन्न भूगोल र समुदायसम्म पुगेर मैले पटक पटक गरेको क्षेत्रीय अध्ययन र विभिन्न धर्मका की इन्फर्मेन्ससँगको अन्तर्क्रियाबाट प्राप्त अनुभवले एउटा सङ्केत गरेको छ। संवैधानिक राज संस्थामा सहितको हिन्दू राष्ट्रको अवधिमा नेपालमा धार्मिक तथा सांस्कृतिक सहिष्णुताको दृष्टिले आजको भन्दा निकै बढी सन्तुलन थियो। त्यो हामी किन गुमाइरहेको छौँ? हामीले यस्ता गम्भीर राष्ट्रिय विषयमा आवाज उठाउँदा पटक पटक आज पनि अब हामीलाई अतिवादी भन्ने आरोप लगाइन्छ। समस्याको मूल कारणबारे बहस गर्नु, तथ्य खोज्नु र राज्यको ध्यानाकर्षण गराउनु अतिवाद होइन सभामुख महोदय। हिन्दू सम्राट सेना, राष्ट्रिय बजरंग दल, शिवसेना वा राप्रपाको धार्मिक विवाद जस्ता सङ्गठनलाई आधारहीन रूपमा सामाजिक सञ्जालमा अहिले अतिवादीको संज्ञा दिइरहेको छ। यो क्षमायोग्य विषय पनि होइन। धर्मान्तरणमा बाह्य स्रोतबाट ठुलो मात्रामा लगनी भइरहेको विषय होस् वा रोहिङ्ग्या, सोमाली तथा पाकिस्तानी मूलका शरणार्थी तथा अप्रवासीको नेपाल प्रवेशले उठाएको सुरक्षा चुनौतीको प्रश्न होस्, यी विषय हामीले धेरै अघिदेखि उठाएका हौँ। सुरक्षा निकायका उच्च अधिकारीले समेत यस्ता चुनौतीबारे सार्वजनिक रूपमा चिन्ता व्यक्त गरिसक्नु भएको छ। म सभामुख महोदयलाई यति मात्रै भन्छु अन्त्यमा, तराई मधेसका विभिन्न स्थानमा धार्मिक कार्यक्रममा पटक पटक तनाव उत्पन्न हुनु संयोग मात्र हो कि राज्यको पूर्व तयारी, समन्वय र संवेदनशीलताको कमीको परिणाम हो? सभामुख महोदयले मलाई ध्यानाकर्षण गराउनुभन्दा अगाडि म भन्न चाहन्छु, यो देश जहिले पनि हामी सहिष्णु भएर बाँचेका थियौँ। हामी विभिन्न धर्मावलम्बीहरू एउटा परिवार जसरी बाँचिरहेका थियौँ। तर आज यी त्यस्ता तत्त्वहरू कसरी हावी भए? ती तत्त्वहरू के हुन् त जसले चाहिँ धर्मनिरपेक्षता लागू गरेपछि आज यो समाजमा दिनानुदिन द्वन्द्व बढिराखेको छ, असहिष्णुता बढिराखेको छ? म सरकारलाई र सम्पूर्ण देशवासीलाई आह्वान गर्न चाहन्छु, यो देशमा हामी संयौं मान्य सदस्य, मैले माइक काट्नुपर्ने हुन्छ। अब मैले सकेँ। अन्तिम वाक्य,
हामी सदैवदेखि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र भाइचाराले अझ सुदृढ बनाउने दिशामा सरकार, नागरिक र सबै राजनीतिक शक्ति जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ र बहुसङ्ख्यकको सम्मान हुनुपर्छ, अल्पसङ्ख्यकको संरक्षण हुनुपर्छ। यो सिद्धान्त सबैले पालना गरौँ। धन्यवाद।